हजुर नमस्कार। अघि हामीले भनेका थियौं तपाईहरुलाई स्वागत छ जुनस फिटनेस एन्ड वेलनेस को यो चौथो प्रस्तुति मार्केट मार्च को यो जुन स्टलहरु छन् यो चाहिँ यहाँबाट तपाई आउन सक्नुहुन्छ। यो जुन डेन्टल छ त्यहाँदेखिको यतापट्टिको पूर्वपट्टिको भाग त्यहाँबाट तपाईहरु आउन सक्नुहुन्छ। र यो भन्दा अगाडिका वर्षहरुमा नि हामीले तपाईहरुलाई देखाएका थियौं र यो वर्ष पनि हरेक वर्ष गरेर 4 वर्ष चौथो वर्षमा यो कार्यक्रम भइरहेको छ, जहाँ चाहिँ धरानमा विशेष गरी महिलाहरू जो चाहिँ व्यवसायमा संलग्न हुनुहुन्छ, जो चाहिँ व्यवसाय गरिरहनु भएको छ, जसको चाहिँ व्यवसायहरू लाई चाहिँ अझै अपलिफ्ट गर्न अलिकति उहाँहरूलाई स्थान दिन सबैजनालाई जानकारी होस् भनेर एउटा स्थान दिनको लागि चाहिँ यो कार्यक्रम यो इभेन्ट सञ्चालन सुरुवात भएको र सोही अनुसार पनि तपाईले देख्न सक्नुहुन्छ। कतिजनाको अनलाइन रूपमा पनि गरिरहनु भएको छ भने अनलाइनबाट यो तपाईको इभेन्टमा यसरी पनि स्टल राखेर स्टलमा गर्दै गर्नुभएको छ। हामी तपाईलाई देखाउने छौं धरानका विभिन्न यस्तो क्षेत्रमा लाग्नुभएका दिदी बहिनीहरु को व्यवसायहरुको बारेमा हामी तपाईलाई देखाउँछौं। विभिन्न खाद्य सामग्रीदेखि लिएर अन्य हस्तकलाका सामग्रीहरु पनि रहेको छ। तपाईहरुले हामी तपाईलाई देखाउने छौं, बुझाउने छौं के कस्तो हो भनेर। यहाँ सुरुमा चाहिँ तपाईहरुले देख्नुहुन्छ अर्गानिक अचारको रूपमा छ। हेलो बहिनी नमस्कार। यो अर्गानिक अचार भनेको छ, हजुर चाहिँ को हुनुहुन्छ यसमा? तपाई नै हुनुहुन्छ है। ल यसको बारेमा के भनिदिनुस् न, कस्तो छ, कहाँ बनाउनुहुन्छ? हजुर 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 ए के बनाउनुहुन्छ तपाईको? हजुर 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 तपाईहरुको के दोकान पसल छ कि तपाईहरु अनलाइन गर्नु चाहिँ? ए हो, त्यसो भने तपाईको यो खरिद गर्नु पर्यो भने आज र भोलि त यहाँ छँदै छ, त्यसपछि चाहिँ कहाँ खरिद गर्नु? अनलाइन पनि छ। हजुर 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 ए हजुर हजुर ए हजुर हजुर ए बाहिर जान्छ तपाईको है। ओके, यो अचार पनि छ। तपाईहरु यदि खरिद गर्न चाहनुहुन्छ भने तपाईहरु आउन सक्नुहुन्छ। आज र भोलि यो स्टलहरु यो कार्यक्रम रहेको छ। उहाँ बहिनीले आफै बनाउनु हुँदै रहेछ। सो धरानको अर्गानिक अचारको रूपमा र यो किम्ची धरान त तपाईले सुनिरहनु भएको छ, कोरियन खानाको पारखीहरु जो हुनुहुन्छ। धरानमा रेस्टुरेन्ट नै छँदैछ भने आज पनि तपाईले देख्न सक्नुहुन्छ। किम्बाब भनिन्छ होला, बहिनीले बनाउँदै हुनुहुन्छ। तपाईहरु आएर स्टलमा यहाँ आएर तपाईले कोरियन खानेकुराहरु पनि तपाईले खान सक्नुहुन्छ। यहाँ बनाउनुहुन्छ बहिनीले। विशेष गरी यही नै हो, महिलाहरू जो हुनुहुन्छ यो कार्यमा क्षेत्रमा उहाँहरूलाई चाहिँ एउटा प्रोत्साहन गर्नको लागि चाहिँ यसरी यो कार्यक्रम राखिएको हो। र यस वर्ष हामीलाई यो अवसर मिलेको छ तपाईहरुलाई जोड्नका लागि। र धरानमा हुनुहुन्छ र धरानदेखि बाहिर कतै हुनुहुन्छ, धरानसँग नजिक हुनुहुन्छ भने तपाईहरु आउन सक्नुहुन्छ। जुनस फिटनेस एन्ड वेलनेस को यो विकास मार्ग भनिएको छ धरान 19 तपाईको डेन्टल गेट जुन छ त्यहाँदेखि तपाईको पूर्व लाग्नुभयो भने तपाईले यो स्थानमा आउन सक्नुहुन्छ है। कहिले आउनु? यहाँ भाइहरुको चाहिँ के कता कस्तो छ यो स्टल? कहाँको होइन यो, कहाँ तपाईहरुको रेस्टुरेन्ट छ कि के छ कि तपाई घरबाटै गर्नुभयो? यही इभेन्टको लागि मात्रै गर्नुभयो कि इभेन्टको लागि पनि गर्नुभयो? ओके, यहाँ पनि के छ तपाईहरुकोमा? हजुर हजुर भेज आइटम ए मेके ओके, सुकुटी छ, सरगेम्बा। ओके, तपाईले यो स्टल आजको लागि मात्रै राख्नु भयो? अब यो गरेपछि एक्सपिरियन्स पाएपछि तपाईहरुले यो भन्दा फर्दर जानुहुन्छ कि यति नै? कस्तो रेस्पोन्स पाइरहनु छ? अब त अलि भर्खर सुरु भइरहेछ हैन? ओके, हुन्छ, अल द बेस्ट। उहाँहरूले भर्खरै इभेन्टको लागि नै उहाँहरूले गर्नुभएको भन्नुहुँदैछ। सो यहाँ छ प्लान्ट पारखीहरू जो जसलाई छ भने यहाँ तपाईहरुले लिन सक्नुहुन्छ। को हुनुहुन्छ यहाँको? तपाई हुनुहुन्छ हैन? प्लानको यो भनिदिनुस् न के कस्तो छ तपाईहरुकोमा? केही छुटहरु छन् यो यसकोमा यहाँ आएपछि के कस्तो छ? छुट त छैन, पाइँदैन, किन होला? हजुर
हजुर हजुर सो के चाहिँ छ तपाईँकोमा यहाँ विशेष गरी आउँदाखेरि के भन्छ हजुर हजुर नफुल्ने जातको बिरुवा ए हजुर हजुर तपाईँको यो अब यहाँ त आउनु छ तपाईँको फिजिकल लोकेसन चाहिँ कहाँ छ तपाईँको कहाँ चाहिँ तपाईँको अरू लिनुको लागि चाहिँ कहाँ आउनुपर्छ हजुर 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 ए माथि नै छ ए त्यहाँ पो छ हजुर ए एभरेस्ट नर्सरीबाट हुनुहुन्छ है ओके एभरेस्ट नर्सरीको यहाँ प्लान्टहरू तपाईँ देख्न सक्नुहुन्छ यदि तपाईँहरूको इच्छुक हुनुहुन्छ भने उहाँले कलेक्सन गरेर ल्याउनु भएको छ तपाईँहरूले यहाँ खरिद गर्न सक्नुहुन्छ छुट चाहिँ छैन किनभने उहाँको अब ल्याउने उयो गर्ने छ तर पनि तपाईँले सर्वसुलभ उहाँको दाम चाहिँ सर्वसुलभ नै होला भन्ने हामीले विश्वास गरेका छौँ ओके हामी अब भित्र लाग्यौँ भित्रको सामग्रीहरू हेरौँ ओके यहाँ चाहिँ खुसी राइस क्र्याकर भनिएको छ यो चाहिँ के होला युट्युब च्यानल होइन यो हामी हजुर होइन हजुर 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 ए यो चाहिँ तपाईँहरूले गरिदिनु भएको उहाँ गर्नुहुने चाहिँ फाल्टै हुनुहुन्छ तर तपाईँहरूले चाहिँ यो सबै कुरो गर्ने चाहिँ तपाईँहरूले एउटा गर्ने काम गर्नुहुन्छ तपाईँको उयोले हजुर 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 यो चाहिँ कस्तो हुन्छ पापड जुन छ पाउने त्यस्तै हुन्छ कि अर्कै खालकै हुन्छ हजुर 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 ए हजुर हजुर ओके यसको प्राइस चाहिँ कस्तो छ अनि तपाईँको यो अहिलेको यो यसमा केही तपाईँहरूले डिस्काउन्टहरू अफरहरू छन् कि तपाईँले त्यही मार्केट प्राइस जे छ त्यही नै छ हजुर हजुर मार्केटिङ गर्ने भनेपछि त त्यो अब यहाँ आउँदाखेरि चाहिँ एउटा मान्छेलाई के हुन्छ भने मार्केटहरू यसो छ लागेको छ भने मेलाहरू छन् भने एउटा अफरहरू पनि पाइन सकिन्छ प्रमोसनको लागि भन्ने हुन्छ नि त होइन हजुर 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 तपाईँको यो चाहिँ तपाईँको सानो प्याकेटमा छैन तपाईँको यो ठुलो प्याकेटमा आउँदैछ मान्छेलाई अलिकति टेस्टिङको लागि लान्छु यत्रो धेरै भन्दाखेरि तपाईँहरूको प्याकेट छ कि छैन ए फ्राई गरेर ल्याउनुहुन्छ ओके ए हजुर हजुर भनेपछि तपाईँले यो डोर टु डोर या कस्टमर डाइरेक्ट कस्टमरमा गर्नुहुन्छ कि तपाईँले पसलहरूमा पनि राखेर त्यस्तो गर्नुहुन्छ हजुर 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 ओके हजुर हजुर ए ओके 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 ल हुन्छ होइन एकछिनमा गर्छु पहिले म यो गर्छु अहिले मैले बोल्दाखेरि हुन्छ 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 एकछिनमा गर्छु मैले उयो गर्छु ओके यहाँ एउटा नयाँ प्रडक्ट पनि आएको छ धरानमै बनिएको राइस क्र्याकर भनिएको छ खुसी ओके बबिता दास हुनुहुन्छ उहाँले घरमै बनाउनु भएको यो राइस क्र्याकरलाई चाहिँ उहाँहरूले प्रवर्धन गर्दै हुनुहुन्छ सबै कुराहरू चाहिँ उहाँले प्याकेजिङदेखि मार्केटिङ अनि तपाईँको जति पनि छन् यो प्रोसेस छ प्रक्रियालाई चाहिँ उहाँहरूले गरेर आज यो पनि गर्दै हुनुहुन्छ टेस्टिङको लागि पनि आइसकेको छ हामीले कुराकानी गर्दै थियौँ टेस्टिङको लागि तपाईँहरू आएर यो टेस्ट पनि गर्न सक्नुहुन्छ र यसलाई पनि तपाईँले खरिद गर्न सक्नुहुनेछ ओके धन्यवाद ओके अब भित्रपट्टि जाउँ यहाँ भित्र चाहिँ यो हेलो नमस्ते तपाईँहरूको यो स्टल चाहिँ के को लागि के पाउँछ हजुर यो तपाईँहरूले बनाउनु भयो कि अरूले बनाएको बेच्नुहुन्छ कि कसै को हुनुहुन्छ तपाईँहरू पार्टनर या ए 3 जनाले गर्नुभयो है सो कति भयो यस्तो गर्न थाल्नु भएको 5-6 मन्थ भयो यो चाहिँ कस्तो अनलाइनबाट हो अनि अहिले चाहिँ स्टलमा आउनु भयो कि तपाईँहरूको छ पसल पनि छ
के नाममा छ फिजिकल स्टोर छ कहाँ छ तपाईँहरूको दमकदेखि आउनु भयो तपाईँहरू ए दमकबाट धरानमा आउनु भयो ओके स्वागत छ धरानमा है सो अहिले भर्खर स्टार्ट हुँदैछ अझै छ कस्तो रेस्पोन्स भइरहेको छ ए दमकबाट आउनु भयो दमकमा चाहिँ तपाईँहरूको छ तपाईँहरूको अनलाइन फेसबुकहरू के छ प्लेटफर्म तपाईँको नामहरू यो ओके यो रहेको छ तपाईँहरूले यहाँबाट चाहिँ तपाईँहरूले हेर्न सक्नुहुन्छ दमकबाट आउनु भएको छ यो प्रोडक्टहरू उहाँहरूले नै बनाउनु भएको अरे सो युवाहरू यसरी बनाउँदै हुनुहुन्छ विशेष गरी यस्तो कुराहरूमा चाहिँ एउटा जेन्डर उयो हुन्छ कि फिमेलहरूले मात्र गरिरहेकोमा उहाँ भाइहरूले यसरी गर्नुभएको छ होइन यो नाम रहेको छ तपाईँहरू आउन सक्नुहुन्छ यस्तो स्टोरिज तपाईँहरूलाई मनपर्छ भने तपाईँहरूले खरिद गर्न आउन सक्नुहुन्छ र अब भोलि पनि छ आज तपाईँलाई जानकारी भयो भने भोलि तपाईँहरू आएर यसरी गर्न सक्नुहुन्छ यहाँ चाहिँ फेस पेन्ट यहाँ भाइको चाहिँ पेन्ट गरिदिनु भाइको ओके फेस पेन्ट यो चाहिँ तपाईँले कस्तो पाराले गर्नुहुन्छ त्यतिकै गरिदिनुहुन्छ कि या चार्ज छ कि के छ कि तपाईँ आर्टिस्ट हुनुहुन्छ स्टुडेन्ट हुनुहुन्छ ओके ओके ए हबी छ अनि तपाईँले यहाँ गरिदिनु हुनुहुन्छ ओके धन्यवाद वेलकम टु नेक्स्ट अप कलेक्सन नमस्ते तपाईँहरूको चाहिँ यो के ह्यान्डब्याग्स यो चाहिँ यिनीहरू त अब तपाईँको बनाएको होइन यिनीहरू चाहिँ बनाएको आफै कि कसरी लिनुभयो सबै बाहिरबाट यो पनि तपाईँहरूको यो पसल चाहिँ कस्तो पसल छ बाहिर अनलाइन मात्रै छ ए खोल्नु भएको हजुर हजुर कहाँबाट हुनुहुन्छ यहाँ धरानबाट कि धरान कतिमा 16 स्वामी चोकबाट है तपाईँहरूको चाहिँ अनलाइन छ के छ नाम छ तपाईँको यही छ फेसबुकमा ओके टिकटक त है टिकटकहरू बनाउनु भयो बनाइसक्नु भयो ओके फलोवर्सहरू आउँछन् होला है ओके जसले यो ब्याग्स छ तपाईँहरूले वालेट पनि छ उहाँहरूले चाहिँ यसरी लिएर चाहिँ उहाँहरूले अनलाइन बेच्नु हुँदो रहेछ सो कसैलाई केही चाहिन्छ भने किनभने आजको यो कार्यक्रम भनेको चाहिँ हजुर हजुर मैले अघि नै भने वालेटहरू पनि छ फिमेलहरूले गर्नुभएको यो धरानमा व्यवसायहरूको लागि चाहिँ उहाँहरूको लागि यो स्टेज राखिएको छ त्यसै गरी अर्को चाहिँ यहाँ त अफरै अफर रहेछ तपाईँहरूको चाहिँ के छ यहाँ कुर्ती सप भनेको छ पुतल लाइन दोकान छ उहाँ दोकान छ त्यहाँ नमस्ते हजुर ए हजुर ए कुर्ती पाउनुहुन्छ अनि यहाँ चाहिँ अहिले डिस्काउन्टहरू पनि छ है ओके कुर्ता सलवार ए कुर्ता सेटहरू ओके ल कुर्ता सेटहरू खरिद गर्न चाहनुहुन्छ भने यहाँ छ तपाईँहरूको होइन सबैजनालाई हजुर हजुर उहाँले आउनुहोस् भने चाहिँ आउनै पर्यो तपाईँहरूले होइन जो हुनुहुन्छ ओके यहाँ चाहिँ लोकता यो नेपाली कागजको होला नमस्ते तपाईँ हुनुहुन्छ यहाँ ए तपाईँ हुनुहुन्छ यो चाहिँ तपाईँको प्रडक्ट कस्तो हो के कहाँबाट आउनुभयो हजुर 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 हेर्नुहोस् तपाईँले बनाउनुहुन्छ यो पनि तपाईँहरूले बनाउनु भयो ए यो सबै आफैले बनाउनु भयो ए हजुर हजुर ह्यान्डमेड आइटम है तपाईँको चाहिँ के छ अनलाइन सप हो कि ए अनि तपाईँको फिजिकल पसल पनि छ कि छैन तपाईँले अनलाइन मात्रै गर्नुहुन्छ तर आज मात्रै यो दुई दिनको इभेन्टमा चाहिँ आउनु 2 डेजको लागि चाहिँ आउनुभयो ए हजुर हजुर ए 4 हजुर हजुर पहिले पनि हुनुहुन्थ्यो मैले अलिकति याद गरिनुहोस् के भएछ हजुर धेरै त्यति अलिक धेरै थियो अलिक उयो पनि थियो ए हजुर हजुर ए हजुर हजुर ए यो पनि यो चाहिँ लोकताको गिफ्ट ऱ्याप गर्ने यो प्रिन्ट पनि आफै गर्नुभयो कि प्रिन्टै आउँछ ए रेडिमेड यसरी आउँछ ए हजुर 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 अनि के छ तपाईँको डिस्काउन्ट अफरहरू छन् कि नर्मल जुन छ रिजनेबल प्राइस नै राख्नु भएको छ हजुर ए हजुर हजुर ए हजुर हजुर हजुरले लाउनु भएको पनि तपाईँले बनाउनुको
तपाईँले बनाउनु है ओके राम्रो देखिँदो रहेछ ल हुन्छ धन्यवाद यदि कोही तपाईँहरू हुनुहुन्छ भने आउनु होला यहाँ तपाईँको स्टल छ उहाँले आफै बनाउनु भएको यो सबै कुरोहरू हेर्नु सक्नुहुन्छ उहाँले बनाएको ल हस्तकलाका अघि नै भन्यौँ हामीले यो मार्केट मार्च चाहिँ विशेष गरी महिलाहरूले गर्नुभएको कामहरू उहाँहरूले गर्नुभएको व्यवसायलाई चाहिँ यहाँ प्रस्फुटन गर्नको लागि एउटा स्थान दिनको लागि गरिएको र यो 4औं वर्ष रहेको छ बीचको वर्षहरूमा हामी थिएनौँ होला तर यो वर्ष फेरि हामी आइपुगेछौँ तपाईँलाई प्रत्यक्ष रूपमा हामी देखाउँदैछौँ यहाँको स्थितिको बारेमा आजदेखि सुरु भएको छ भोलि पनि हुनेछ र तपाईँहरू यदि आज आउन भ्याउनु भएन खाना पकाउँदै हुनुहुन्छ महिलाहरू भने पुरुषले पनि बनाउनुहुन्छ यदि तपाईँहरू भ्याउनु भएन आज भने भोलि चाहिँ पक्कै आउनु होला भोलि शनिबार पनि रहेको छ होइन तपाईँहरू आउन सक्नुहुन्छ र यो चाहिँ नमस्कार यो चाहिँ तपाईँहरूको के लुगा के छ कस्ता हजुर ए बुटिक छ तपाईँहरूको हजुर हजुर ए हजुर 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 ए ए हजुर 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 ए हजुर हजुर ए हजुर 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 यो चाहिँ तपाईँले सञ्चालन गर्नुहुन्छ तपाईँ नै हुनुहुन्छ ए हजुर हजुर ए हजुर 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 अहिले प्लेटफर्महरू धेरै नै छन् होइन अनि हामीले पनि यसो यो धारणा भइरहेको विशेष गरी महिलाहरूलाई चाहिँ एउटा सशक्तिकरणको कुराहरू आइरहेको छ नि यो प्लेटफर्मबाट चाहिँ गर्नुपर्ने हुन्छ भन्ने लाग्छ हजुर हजुर तपाईँहरूले गर्नुभएको दुःख गर्नुभएको छ परिश्रम गरिरहनु भएको छ भने यस्तोले चाहिँ अलिकति तपाईँहरूलाई अलिकति पुस गर्छ होइन त हजुर धन्यवाद तपाईँलाई यहाँ म्याम हुनुहुन्छ नमस्ते हजुरको चाहिँ के छ म्याम ए हजुर 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 ए हजुर हजुर ए हजुर ए हजुर 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 ए हजुर 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 यो चाहिँ कस्तो घरेलु उद्योगमा फ्याक्ट्री छन् कि आफैले ए ए हजुर हजुर ए हजुर ए डार्क चक्लेट है ए हुन्छ हस् हुन्छ म अहिले खान्छु अहिले बोल्दाखेरि उयो हुन्छ ए ए हजुर हजुर ए हजुर 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 तपाईँको चाहिँ कस्तो अनलाइन नै छ कि फिजिकल उयो लोकेसन पनि छ ए कामना बेकरीको कामना बेकरीले यसरी बनाउनुहुन्छ है ए ओके ओके अनि यो ह्यान्डमेडहरू चाहिँ कसले अरूले बनाएर तपाईँले आफै बनाउनुहुन्छ कसैले अरूलाई पनि राख्नु भएको छ कि आफै एक्लै गर्नुहुन्छ ए हजुर हजुर ए हजुर ए हजुर हुन्छ हस् धन्यवाद ल चक्लेटहरू पनि छ यहाँ धेरै कुराहरू पनि छ धन्यवाद तपाईँलाई ओके यहाँ चटपटे चाहिँ एकदम फेमस रहेछ सबैजना अघि नै हेरेको थिएँ यता चाहिँ होइन रहेछ यो तपाईँहरूको चाहिँ के होला कसो होला सो हामी हाम्रो भ्युवर्सलाई केही भन्न चाहनुहुन्छ को हुनुहुन्छ हजुर हजुर के अनलाइन फेसबुकहरू यसमा छ ओके ए हजुर हजुर तपाईँहरू चाहिँ कहाँबाट हुनुहुन्छ बुढेश्वर मन्दिरकोबाट ए ओके ओके अनि यो बनाउने चाहिँ तपाईँहरू आफैले बनाउनुहुन्छ कतिजना हुनुहुन्छ ए ओके अनि यो बिजनेस गर्ने यसो गर्ने चाहिँ कसरी सोच आयो तपाईँहरूको स्कुल पढ्नुहुन्छ कि कलेज पढ्नुहुन्छ ब्याचलर सकिसक्नु भयो ओ माइ गॉड ए ब्याचलर सकेर अब बिजनेसमा ए भनेपछि तपाईँहरूले गर्नुहुन्छ हजुर 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 ए हजुर 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 ए हजुर 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 ए हजुर ए हजुर ए ओके ल हुन्छ थ्याङ्क यू ल उहाँहरूको छ तपाईँहरूको चाहिँ के छ अरे भन्नुभयो तपाईँको अनलाइन ओके प्रिटी लिटल थिङ्स ओके तपाईँहरूको को हुनुहुन्छ उहाँसँग कन्ट्याक्ट गर्न सक्नुहुन्छ उहाँहरूकोमा यहाँ ह्यान्डमेड पनि छ अनि उहाँहरूले यहाँ अरू ठाउँबाट पनि ल्याउनु भएको यो प्रडक्टहरू छ तपाईँहरूले हेर्न सक्नुहुन्छ आउन सक्नुहुन्छ अनि तपाईँहरूले
यो चाहिँ लोकेसन भन्नुभएको रहेछ मैले उयो गर्न सकिनँ तपाईँको लोकेसन चाहिँ यो तपाईँको झुना फिटनेस एन्ड वेलनेस भनिन्छ तपाईँको यो जुन डेन्टल गेटदेखि पूर्वतर्फ लाग्नु तपाईँले त्यहाँ गेट देख्न सक्नुहुन्छ यहाँ धेरै एसोरिजहरू तपाईँहरूले पाउन सक्नुहुन्छ हेलो नमस्ते यहाँहरू को हुनुहुन्छ के छन् तपाईँहरूको केही भनिदिनुहोस् न इम्पोर्टेड हो यिनीहरू पनि यिनीहरू चाहिँ ह्यान्डमेड ए हजुर ए हजुर हजुर ए अनि के छ यो तपाईँहरूको यो फिजिकल नै छ कि स्टोर कि तपाईँहरूको कहाँ छ दोकान ए नारायण पत्रम त्यहाँ छ ए के नाम छ तपाईँको सिन्देन नेन सिन्देन अलिकति अप्ठ्यारो केही छैन यहाँ छ यहाँ सिन्देन रहेछ यहाँ सिन्देन रहेछ तपाईँहरूले यो इन्स्टाग्राम छ फेसबुक छैन इन्स्टाग्राम छ अनि टिकटक छ टिकटक र तपाईँहरूले यो सर्च गर्न सक्नुहुन्छ र तपाईँहरूले त्यसरी नै मगाउन सक्नुहुन्छ भने आज र भोलि चाहिँ तपाईँहरूले यहाँ आएर नै तपाईँहरूले सामानहरू खरिद गर्न सक्नुहुन्छ स्टिकर छ अन्य धेरै सामानहरू छ होइन क्युट भन्नु पर्दा क्युट सामानहरू छ उहाँहरूको अनि उहाँहरू पनि एउटा बिजनेस स्टार्ट गर्नुहोस् यो एजमा त्यसैले प्रोत्साहनका लागि तपाईँहरू आउन सक्नुहुन्छ आएर तपाईँहरूले उहाँहरूलाई प्रोत्साहनको लागि आउन सक्नुहुन्छ हेलो नमस्ते तपाईँहरूको यो स्टलको बारेमा तपाईँहरूको यो प्रडक्टको बारेमा के भनिदिनुहोस् न हजुर हजुर अनलाइन बेस्ड हुनुहुन्छ हजुर कहाँबाट हुनुहुन्छ दमक र धरान ओ ए त्यहाँ आँदैन यहाँ ए यहाँ र त्यहाँ छ दुई ठाउँ हजुर हजुर ए हजुर ए हजुर मेरो चक्लेट त गलेछ नाम भनेको त ओके अब भन्नुहोस् न योहरू तपाईँले बनाउनुहुन्छ ए यो चाहिँ के चाँदीको हो कि यो ए हजुर हजुर ए चलेको छ केमा लाउँछ यो घाँटीमा ए यस्तोमा कम्मरमा तपाईँको के छ नाम फेसबुकमा इन्स्टाग्राममा के कार्डहरू देखाउनुहोस् न यसरी ओके यो इन्स्टाग्राम फेसबुक र टिकटकमा यो सर्च गरेर नि तपाईँको आउँछ है यो ओके ए सबैको बनाउनुहुन्छ यो चाहिँ तपाईँले वेस्ट गरेर राख्नुभयो तपाईँले जुनको भन्नुभयो त्यसको भयो भने चाहिँ यो चाहिँ यो चाहिँ राई र रोहिनी अरू पनि छ अरू जुन ल्याउनु भयो बनिन्छ सबै बनिन्छ र लिम्बू नि बनिन्छ ए तामाङ नि बन्छ नेवार जति जे भन्नुहुन्छ उहाँहरूले बनाउनुहुन्छ है हेर्नुहोस् है यहाँ चाहिँ राई रानी छ उहाँहरूले बनाउनु भएको छ र अन्य पनि तपाईँहरूले भनेअनुसारले सबै कुरो बन्छ अनि यहाँ पनि छ ए यो चाहिँ क्लिपहरू पनि यस्तो पनि छ प्रडक्टहरू हजुर हजुर हुन्छ हस् धन्यवाद देख्दै हेरिरहनु भएको छ अघि नै भनेको छौँ कि यहाँ ससाना कलिला उमेरका बहिनीहरू विशेष गरी होइन उहाँहरू हुनुहुन्छ उहाँहरूले चाहिँ यो प्रडक्टहरू बनाउनुहुन्छ हातले आफै बनाउनुहुन्छ भने उहाँहरूको यो प्रडक्टलाई चाहिँ आज र भोलि चाहिँ यहाँ डिस्प्ले गरिएको छ कति अनलाइन छ भने कति तपाईँको फिजिकल आफ्नो लोकेसनमा दमकबाट काकाबाट पनि आएर यसरी गर्नुभएको छ जो हुनुहुन्छ धरानमा र धरान नजिक हुनुहुन्छ भने कृपया आइदिनु होला उहाँहरूलाई हौसला दिनु होला एकपल्ट हेरिदिनु होला होइन तपाईँहरूले मन पराउने प्रडक्टहरू नै छ तपाईँहरूको लागि हजुर नमस्ते तपाईँहरूको प्रडक्ट यो बारेमा के भनिदिनुहोस् न तपाईँहरूको के नाम छ कस्तो छ के नाममा छ तपाईँहरूको यो देखाइदिनुहोस् न हजुर ओके ओके यो चाहिँ कहाँ छ लोकेसन तपाईँहरू त्यहाँदेखि कहाँ चाहिँ धरान सोह्रबाट ए ओ धरान सोह्रबाट ए त्यो पनि गर्नुहोस् यो सबै तपाईँहरूले आफै बनाउनु भयो ए मम्मीले बनाउनुहुन्छ ए मम्मीलाई पनि ल्याउनु भएको हुन्थ्यो नि
ए बेलुका आउनुहुन्छ ओके ओके भरे खानपिन सबै सकेर होला होइन ओके उहाँहरूले बनाउनु भएको यो सबै सामग्रीहरू पनि छन् यो पनि सबै उहाँहरूले हातैले बनाउनु भएको आफै बनाउनु भएको उहाँको मम्मीले पनि यसरी सघाउनु भएको उहाँहरूको एज हुँदाखेरि यही एजमा नै उहाँहरूले एउटा व्यवसाय स्टार्ट गर्नुभएको सुरुवात गर्नुभएको छ त्यसैले गर्दा आइदिनु होला अनलाइनको लागि पनि तपाईँहरूले देखिसक्नुभयो होइन नाम अनि यहाँ लोकेसन चाहिँ तपाईँलाई भनिहाल्यो डेन्डलदेखि तपाईँहरू पूर्वपट्टि आउनु भने यो मार्केट मार्च लागेको छ वुमेन्स इन बिजनेस जो चाहिँ व्यवसायमा हुनुहुन्छ महिलाहरू साना भाइ बहिनीहरू पनि भाइहरू पनि हुनुहुन्छ उहाँहरूलाई इन्करेज गर्नको लागि चाहिँ आइदिनु होला धन्यवाद नमस्कार हेलो नमस्ते तपाईँहरूको यो प्रडक्टको बारेमा तपाईँहरूको नाम के छ त्यसको बारेमा केही भनिदिनुहोस् न ओके ए ए ए यो सबै ह्यान्डमेड हो कि तपाईँहरूले बनाउँछ ए कति भयो यस्तो गर्नु स्टार्ट गर्नु भएको ए यो बनाउनु चाहिँ कसरी सिक्नुभयो लकडाउनले नै सबै अहिलेसम्म बल्ल चाहिँ अहिले स्किल्स निस्किँदैछ ओके अनि के छ नाम आफै के छ नाम यो उयसको अब अनलाइन किन्नु पर्यो भने या स्टोर छ भने के छ ए मेरो हेरौँ न हेरौँ न यहाँ ल्याउ न त्यो उयो चाहिँ कार्ड चाहिँ थ्याङ्क यू ओके यो नाम छ अलिकति उयो भयो ओसाकी सप यो इन्स्टाग्राम मात्रै छ टिकटक छ कि छैन ए एक्टिभ छैन इन्स्टाग्राममा मात्रै एक्टिभ ओके इन्स्टाग्राममा तपाईँ आउनु भने तपाईँले यो एक्सेसरिजहरू पाउनु यो चाहिँ तपाईँको आफै बनाउनु भयो यिनीहरू त योनाहरू चाहिँ ओके 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 अल द बेस्ट तपाईँहरूको लागि यहाँहरूले यसो बनाउनु भएको रहेछ है अनि आइदिनु होला उहाँहरूले बनाउनु भएको सामग्री हेरिदिनु होला खरिद पनि गरिदिनु होला हुन्छ थ्याङ्क यू अनि त्यसपछि यहाँ रहेको छ हार्पर के हो यो कस्तो हार्परको दोकान हार्पर शप भन्नु न खै भन्नु त खै नमस्ते सेवाको खै अनि भन्नु त के होला यो भन्नुहोस् त के छ ओके एनिवेज आउनु होला उहाँलाई भेट्नु होला उहाँले आफै भन्नुहुन्छ लाइभमा भन्न सक्नु भएन होइन ठिकै छ टी सर्ट कता छ टी सर्ट कता छ टी सर्ट खै कता मैले देखिनँ सरी ओके नमस्कार यो चाहिँ के होला हजुर 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 प्राइस कस्तो छ अनि केही डिस्काउन्टहरू अफरहरू छन् कि छैन रेगुलर प्राइस चाहिँ कस्तो कस्तो छ के छन् यसमा टी सर्ट भइहाल्यो ओके 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 चस्माहरू पनि थियो जस्तो लागेको थियो ओके ए सो थ्रु द अनलाइन गर्दा चाहिँ कहाँ कन्ट्याक्ट गर्नुपर्ने हुन्छ यो नाम यो खालके चाहिँ उयो गऱ्यो भने ओके ओके यो इन्स्टाग्राममा छ सो ओके योमा गयो भने चाहिँ तपाईँलाई अनलाइन अर्डर पनि गर्न सकिन्छ ओके ओके हुन्छ धन्यवाद यसै हेल्थ डेस्क रहेछ रोटी क्लब अफ धरान फुट हिल्सबाट यहाँदेखि गरौँ अनि त्यसपछि Cloud9 स्किन एन्ड ब्युटी बार नमस्ते तपाईँको चाहिँ के होला एकछिन भोल्यो मैले स्याहार पार्दिनँ भोल्यो साग हानिदिन्छ क्या ओके एकछिन ल साउन्ड उयो होस् अनि त्यसपछि
ओके तपाईँहरूले यो कहाँ छ भनेर सोचिरहनु भएको छ भने मार्केट मार्च भन्ने इभेन्ट भइरहेको छ आज र भोलि शुक्रबार र शनिबार र यो चाहिँ तपाईँको जुनास फिटनेस एन्ड वेलनेसको यो जुन परिसरमा भइरहेको छ होइन अनि यहाँ चाहिँ विशेष गरी धानका मात्र होइन धानदेखि बाहिर जो पनि महिलाहरू चाहिँ व्यवसाय गर्नु भएको छ घरेलु उद्योगहरू खोल्नु भएको छ कुनै पनि कुरामा चाहिँ लागि पर्नु भएको छ भने चाहिँ उहाँहरूलाई स्थान दिनको लागि एउटा यो प्लेटफर्मको रूपमा चाहिँ 4 वर्ष भयो र 4औं वर्षमा यो कार्यक्रम भइरहेको छ र आज फेरि तपाईँहरूलाई हामी जोड्दैछौँ यहाँ हुनुहुन्छ यहाँ Cloud9 पोइन्ट छ स्किन एन्ड ब्युटी बार छ उहाँ बहिनी हुनुहुन्छ केही भनिदिनुहोस् न तपाईँको नाम भनिदिनुहोस् हजुर अनि यो चाहिँ कस्तो फिजिकल स्टोर छ कि अनलाइन बेच्नुहुन्छ अनलाइन बेच्नुहुन्छ भनेपछि यो नाम छ यो केमा छ फेसबुक इन्स्टाग्राममा छ यो चाहिँ सबै के अरे के भन्छ मेकअप कस्मेटिक ओके यो चाहिँ कहाँबाट आउँछ तपाईँको हजुर हजुर ए हजुर हजुर कुनै डिस्काउन्टहरू छन् आज र भोलिको इभेन्टमा छन् कि छैनन् जस्तो प्राइस छ त्यही नै छ रेगुलर प्राइस डिस्काउन्ट छ ओके तपाईँहरू कस्मेटिक प्रडक्ट युज गर्नुहुन्छ विदेशको भने यहाँ छ र यसमा तपाईँले छुट पनि पाउन सक्नुहुन्छ तपाईँले यहाँ अनलाइनको लागि यहाँ पनि छ तपाईँले तर अब फिजिकल रूपमा चाहिँ तपाईँले आज र भोलि चाहिँ मार्केट मार्चमा यो स्टल तपाईँले देख्न सक्नुहुन्छ ओके नमस्ते चटपटे एकदम फेमस रहेछ म हामी पनि एकछिनमा यो सकेपछि चाहिँ कहिले खाउँ भइसक्यो ओके तपाईँहरूको बारेमा भनिदिनुहोस् न के हो के लिएर आउनु भएको छ यो मार्केट मार्चमा ए हजुर पसल छ अनलाइन पनि गर्नुहुन्छ ओके नाम ए लुना यो मार्केट मार्चमा पहिलोपल्ट हो कि योभन्दा पनि गर्नुहुन्थ्यो सुरुदेखि नै हुनुहुन्छ ओके के प्रोडक्टहरू छ के प्रोडक्ट छन् यहाँ हजुर 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 ओके कति वर्ष भयो यो गर्नु पार्टनर हुनुहुन्छ पार्टनर केकले ए भाउजूलाई हेल्प गर्न आउनुभयो भाउजू चाहिँ कहिले भरे आउनुहुन्छ ए ओके भाउजूको लागि चाहिँ उहाँहरूले यसरी गरिदिनुहुन्छ हेल्प गरिदिनुहुन्छ भाउजूको यो सपलाई तपाईँ पनि आउनुहोस् होइन हेरिदिनुहोस् उहाँहरूको फिजिकल लोकेसन पनि छँदैछ स्टोर छ तर आज चाहिँ यो वुमन इन बिजनेस भनेर चाहिँ महिलाहरू जो व्यवसायमा हुनुहुन्छ उहाँहरूलाई चाहिँ अपलिफ्ट गर्नको लागि यो मार्केट मार्च राखिएको छ सो मार्फत चाहिँ उहाँहरू आउनुभएको रहेछ र नमस्ते तपाईँहरूको पनि एसोरिज के छ तपाईँहरूको चाहिँ तपाईँको नाम भनिदिनुहोस् हजुर हजुर पसल छ अनि अहिले चाहिँ यहाँ आउनुभयो यहाँ चाहिँ अब पसलदेखि यहाँ आउँदा चाहिँ अब के छ डिस्काउन्टहरू छन् के अफरहरू छन् कि दोकानमा जाँदा पनि पाउने कि यहाँ मात्रै पाउने दुईतिरै पाउँछ ए भनेपछि जतिखेर नि अफरै अफर रहेछ है भनेपछि तपाईँहरूको यहाँ एसोरिज यो केहरू छ भन्न त आउँदैन मजाले कस्मेटिक र एसोरिजहरू एकै यो चाहिँ तपाईँले अरू ठाउँबाट ल्याउनुहुन्छ अनि ए होम ह्यान्डमेडहरू चाहिँ छैन ह्यान्डमेडहरू छैन है ओके ठिकै छ उहाँहरूले यसरी चाहिँ व्यवसाय गर्दै हुनुहुन्छ र आज चाहिँ यहाँ मार्केट मार्चमा पनि आएको छ अनि यहाँ हुनुहुन्छ भाइ नमस्ते यो बुकहरू चाहिँ हजुर हजुर ए हजुर हजुर ए तपाईँले चाहिँ अनलाइनमा चाहिँ यसरी बुकहरू हुन्छ त्यो चाहिँ तपाईँले बेच्नुहुन्छ ओके सो इङ्ग्लिसमा चाहिँ छन् कि नेपालीहरूको पनि छन् कि ए तपाईँको चाहिँ के अनलाइन के छ नाम कार्ड छ सानो बुक्स छ इन्स्टाग्राममा छ सानो बुक्स ओके सानो बुक्स छ ओके बुक पढ्न मन पराउनु हुनेहरूको लागि चाहिँ यहाँ धेरैवटा छन् अब हामीलाई चाहिँ त्यति साह्रो छैन तर कोही कोहीहरू हुनुहुन्छ नि होइन बुक पढ्न मन पराउनुहुन्छ नि यहाँ तपाईँहरूले पाउनुहुन्छ र उहाँहरूलाई केही छ भने उहाँहरूलाई भनेर अनलाइन पनि तपाईँहरूले अर्डर गर्न सक्नुहुन्छ ओके हामी छौँ मार्केट मार्चमा यो फोर्थ एडिसनमा यो चाहिँ नमस्ते यो चाहिँ तपाईँहरूको ज्योति चस्मा घर पुतललाई नै ए ओके यहाँ चाहिँ अब धेरैवटा उयोहरू छ यो कस्तो पावरको लागि छ कि सनग्लासेस मात्रै हो हजुर हजुर ए हजुर 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 ओके अनि के छ डिस्काउन्ट अफरहरू यहाँ आउँदाखेरि चाहिँ 15% अफर छ है आज र भोलि
ल आज र भोलि तपाईँहरू आउनुभयो भने यो कार्डले पनि चेकअप पनि हुन्छ उहाँ जानुभयो भने यो लिएर उहाँ जानुभयो भने यो यदि तपाईँ यहाँ आउनुभयो भने यो कार्ड लगेर फेरि तपाईँले उहाँको फिजिकल स्टोर छ त्यहाँ गएर तपाईँलाई के उयो पनि आँखा जाँच पनि फ्री हुन्छ अनि तपाईँले तपाईँको यो जुन चस्माहरू किन्नुहुन्छ त्यसमा पनि तपाईँको 15% डिस्काउन्ट छ ओके ल हुन्छ धन्यवाद ल हुन्छ हस् ओके लगभग हाम्रो यो भन्ने कार्य जुन देखाउने एक स्तरको देखाइसकेको छौँ र तपाईँहरू जो यो भिडियो हेर्दै हुनुहुन्छ जो हामीसँग कनेक्टेड हुनुहुन्छ तपाईँहरूलाई जानकारी दिन चाहन्छौँ यो जुनास फिटनेस एन्ड वेलनेसले यो चौथो वर्षको रूपमा चाहिँ तपाईँको यो कार्यक्रम आयोजना गरिरहेको छ र योभन्दा अगाडि पनि हामीले गरिरहेका थियौँ महिलाहरू जो हुनुहुन्छ उहाँहरूलाई अगाडि बढाउनको लागि उहाँहरूले गर्नुभएको व्यवसायहरूलाई चाहिँ अगाडि बढाउनको लागि चाहिँ एउटा स्थान जहाँ चाहिँ सबैको जम्का भेट जहाँ चाहिँ सबैजना आउने हेर्ने किन्ने एकअर्कालाई सपोर्ट गर्ने त्यो खालके एउटा वातावरण सृजना गर्नको लागि चाहिँ यो कार्यक्रमको अवधारणा सुरुवात भएको हो र सोही अनुसार चाहिँ यो पटक पनि चौथो पटक पनि यो कार्यक्रम भइरहेको छ हामी एकचोटि जुना दिदीसँग नै कुरा गर्छौँ उहाँहरूलाई सबैजनाले चिन्नु त हुन्छ उहाँ अलिकति व्यस्त हुनुहुन्छ कि दिदी नमस्कार एकचोटि तपाईँले फेरि अब चौथो वर्षमा होइन त कस्तो भइरहेछ योभन्दा अगाडिको अनि के छ कस्तो छ त्यसको बारेमा अलिकति जानकारी दिनुहोस् न हजुर हजुर के भएर होला ए हजुर हजुर भनेपछि अब अर्को फिफ्थ त अलिक अर्को ठाउँमा अझै धेरैमा गर्न पनि त्यो सोच्नु भएको छ कि कस्तो छ हजुर हजुर किनभने धेरैजनाले भन्छन् नि आउने हुन्छ अनि चल अझै ठुलो भयो भने अलिक धेरैजनाले पनि आउने जाने अझै धेरै बिग इभेन्ट अब किनभने हरेक वर्षको एक्सपिरियन्स चाहिँ बढ्दै गइरहेको हुन्छ थाहा भइरहेको हुन्छ बढाउने चाहिँ मन छ अब त्यो समयले कस्तो परिस्थितिले होइन अनि कस्तो भइरहेछ सबजना भाइ बहिनीहरू छन् होइन आइरहेछ नयाँ नयाँ पनि आएको होला नि योपालि ए हजुर अनलाइन र यो आफू फिजिकल स्टोर पनि खोल्नु भयो ए हजुर हजुर ए हजुर 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 महिलाहरूलाई हजुर 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 हामीलाई पनि यो चौथो वर्षमा फेरि पनि यसरी भेट्न पाइयो यसरी छोटो रूपमा भयो भने यसरी देखाउन पाइरहेको छौँ होइन हाम्रो प्लेटफर्म मार्फत तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ आज र भोलिको कार्यक्रमको लागि धेरै धेरै शुभकामना हाम्रो अलिकति यहाँ पछाडिको दुईटा स्टल छुटेको रहेछ हामी त्यहाँ पनि जान्छौँ तपाईँहरूलाई हामी कुनै पनि स्टल नछुटाइकन राख्नेछौँ योभन्दा अगाडि पनि हजुर एकदमै धेरै थियो तर अब त्यही अनुसारले कति भनिहाल्नुभयो कतिजना अनलाइनमा हुनुहुन्छ कतिजनाको स्टोर छैन तर अब यो गर्दै गएपछि उहाँहरूलाई एउटा उत्साह भएर चाहिँ यहाँ चाहिँ आउन अलिकति उत्ताबाट गइएछ यहाँ चाहिँ तपाईँलाई बेकरी आइटम धरानमा यति धेरै छन् होइन त्यही मध्ये पनि अब हाम्रो लागि चाहिँ अप्सनै अप्सन छ अनि यहाँ चाहिँ हाम्रो बहिनीहरू हुनुहुन्छ तपाईँहरूको नाम भनिदिनुहोस् ओके तपाईँहरू चाहिँ कुनबाट आउनु भएको यो स्टल चाहिँ केक एन्ड को चार लाइनमा छ फिजिकल लोकेसन चाहिँ उहाँको छ अनि आज चाहिँ यहाँ उहाँहरूले प्रडक्टहरू लिएर बहिनीहरू चाहिँ के गर्नुहुन्छ त्यहाँ स्टाफहरू हुनुहुन्छ है ओके ठिकै छ स्टाफहरू हुनुहुन्छ यो एजमा नि कामहरू गर्दै हुनुहुन्छ है धेरै खुसीको कुरा किनभने पैसा चिन्नुपर्छ कमाएको पैसा होइन आफूले कमाएको पैसाको उहाँहरूले यो एजमा नै एउटा काम गर्नुहुन्छ स्टाफ हुनुहुन्छ तपाईँहरू नै आउनुहुने कुकिज छ केक छ सो मेनी थिङ्स छ तपाईँहरू आएर इन्जोय गर्न सक्नुहुन्छ थ्याङ्क यू भेरी मच अल द बेस्ट ओके नमस्कार यहाँहरूकोमा अर्ग्यानिक सप छ को हुनुहुन्छ तपाईँ हुनुहुन्छ बाहिर जानुभएको छ ओके अघि नै हामीले अहिले त हेऱ्यौँ धेरै कुराहरू अहिले चाहिँ अर्ग्यानिक भन्ने कुराहरू आउँछ यहाँ प्लान्ट पनि छ तपाईँको सबैभन्दा महँगो प्लान्ट पनि यहाँ छ अनि यहाँ चाहिँ त्यही हो अर्ग्यानिक नमस्कार
तपाईको यो स्टोर रहेछ रैथाने स्टोर नै नाम राख्नु भएको रहेछ यसको बारेमा भनिदिनुस् न यो चाहिँ हामीले दर्ता गरेको चाहिँ 4-5 महिना भयो ए हजुर त्योभन्दा अगाडि चाहिँ हामीले हजुर विभिन्न तालिमदेखि सचेतना कार्यक्रमहरू गर्छ ए हजुर हजुर तालिम दिने क्रममा चाहिँ हामीले चाहिँ धेरै चाहिँ मौरीको तालिम दियो ए हजुर धेरै कनेक्सन किसानहरूसँग भयो हजुर उनीहरूले अब मूल काले कृषकहरूले चाहिँ हजुर साथीहरू युज गर्छन् नि त हजुर हजुर उहाँहरूसँग कनेक्सन गर्दाखेरि मात्र सँगसँगै हामीले चाहिँ रैथाने फुलहरू ए हजुर हजुर ए हजुर यो कहाँको छन् होला यो सामानहरू चाहिँ प्राय पूर्वकै छन् कि पश्चिमतिरको छन् पश्चिमतिरको पनि अलिअलि अब आउने प्रोसेसमा छ ए हजुर हजुर अनि अब यो कालो गाउँ भनेको चाहिँ यो हाम्रो होइन ए हजुर हजुर यो एक्स्ट्रा युनिक छ होइन ए हजुर देखेको थिइनँ सुनेको भएर कालो चामल चाहिँ कुन चाहिँ रातो चामल चाहिँ सुनेको थिएँ मार्सी चामल सुनेको थिएँ चामलको कुरा आउँदाखेरि यो चामल पनि हामीले चाहिँ धानहरू ल्याएर यहीँ बनाउँछौँ कि ए आफै पिसानी कुटानी पिसानी के भन्छ हजुर झन् त्यतिरबाट धानहरू ल्याउँछ ए हजुर हजुर हामीले यहीँ बनाएर अर्डर अनुसार गरेर चाहिँ के अरे तपाईँको अब एउटा कुरा के भन्छ अर्ग्यानिक भन्ने चाहिँ महँगो भन्ने सोच छ नि त्यसलाई चाहिँ कसरी लिन सकिन्छ हामीले अर्ग्यानिक खानु चाहिँ स्वास्थ्यको हिसाबले र उसले हजुर सस्तो भएर चाहिँ अब त्यसमा विभिन्न मिसावट हुन्छ हजुर हजुर केमिकलहरू हजुर इत्यादि गरेर हुन्छ अब यो चाहिँ हामीले चाहिँ किसानहरूले जसरी दिनुहुन्छ हजुर त्यसलाई चाहिँ हामीले चाहिँ अलिकति खर्चहरू जति हजुर हुन्छ नि, भाडा, हजुर 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 यार्डको भाडा ट्रान्सपोर्टेसन यो चाहिँ फेरि कलेक्सनमा अलिकति गाह्रो छ ए हजुर किनभने तपाईँहरूले चाहिँ घर किसानलाई नै डाइरेक्ट फाइदा दिएर डाइरेक्ट किसानमध्ये कुनै बिचौलियाहरू छैनन् तपाईँहरूले त्यसरी चाहिँ लिएर सबै एउटा किसानहरूलाई चाहिँ फाइदा एउटा दिनुभएको छ एउटा होइन स्थान दिनुभएको छ अर्को कुरा ह्यान्डमेड हुन्छ हातले प्रयोग गर्नुपर्ने हुन्छ उत्पादन गर्दाखेरि ए भनेपछि मेसिन होइन त्यो खालके चाहिँ प्रयोग गरिएको हुन्छ अब यिनीहरू अब विषादी केमिकल केही पनि हुन्न यिनीहरू हजुर हजुर जस्तो किसानले उत्पादन गरेको त्यसले हजुर गर्दा हजुर हामीले हजुर अनि अब उहाँहरूले तोकेको रेटमा हामीले त्यो भाडा अलिकति एड गरेर जति हजुर आउँछ त्यसमा हामीले ए भनेपछि अर्ग्यानिक भनेपछि त्यो खालके महँगो नभएर त्यो जति लाग्नुपर्ने त्यसलाई चाहिँ गरेर तपाईँले समायोजन गरेर चाहिँ गर्नुभएको हुन्छ तपाईँको फिजिकल लोकेसन चाहिँ कहाँ भन्नुभयो यहाँ चाहिँ लोकेसन चाहिँ ठ्याक्कै लक्ष्मी चोकबाट धेरै जाने कौवालतर्फ हजुर हजुर 3-4 लक्ष्मी चोकदेखि तपाईँको माथि ठाडै निस्किने 0 पोइन्ट निस्किनेमै ए 0 पोइन्ट निस्किने ए तल ए ए हजुर ए तल चाहिँ छ ए हजुर ओके यहाँ छ रैथाने स्टोर छ स्पेसल मह पनि हो ए हजुर मह छैन सर्टेज ए हजुर हजुर अलि अगाडि 1.5 लिटर ल्याएको थियो दुई महिनामा टिकेर होइन हजुर हजुर हामीले चाहिँ राइखाने मौरी सेरेना मौरी ए हजुर 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 अनि अब अलिक दिन पछाडि ए हुन्छ तपाईँलाई यदि त्यही मौरीहरू चाहिन्छ भने तपाईँको ठाउँ छ त्यहाँ गएर तपाईँहरूले लिन सक्नुहुन्छ हजुर धेरै धेरै धन्यवाद उहाँको प्रडक्टहरू हाम्रो ए यो चाहिँ अर्कै हो ए भाइको चाहिँ कहाँ छ नमस्ते म त प्लान्ट पनि हजुर रेलवे चोकमा छ तपाईँको चाहिँ प्लान्टहरू हजुर हजुर इन्स्टाग्राम पेजमा चाहिँ फ्लोरा पाइन्स कार्ड छैन के छ नाम अलिक किनभने कन्फ्युज छ कि तपाईँको मोबाइलमा छ भने त देखाउन सक्नुहुन्छ ओके प्लान्टहरू छ यो भेरिगेटेड मोन्स्टर र अल्बो कुन चाहिँ यो अल्बो नै हो कि अर्को अल्बो नै है फिजिकल स्टोर चाहिँ त्यहाँ छ धरान 17 मा ए आफै घरमा राख्नुहुन्छ अनि अनलाइन ए होम बेस्ड ओके ओके यो छ नाम तपाईँहरूले यहाँ गएर चाहिँ प्लान्टहरू छ भने फ्लोरा फाइन्स धरान भन्ने छ तपाईँहरूले यहाँ गएर चाहिँ तपाईँहरूले अनलाइन यो अहिले चाहिँ फिजिकल्ली तपाईँहरू यहाँ आएर खरिद गर्न सक्नुहुन्छ यदि पछि तपाईँलाई अनलाइन खरिद गर्नुपर्ने त्यहाँ गएर चाहिँ हुन्छ प्लान्टहरू मात्रै हुन्छ तपाईँकोमा ए ए त्यहाँ बाहिरबाट चाहिँ त्यो त इन्डियाबाट होइन उताबाट चाहिँ ए हजुर ओके ओके यदि प्लान्ट पार्क हुनुहुन्छ भने तपाईँले यहाँ देखिसक्नुभयो यी प्लान्टहरू छन् एकजना भाइले राख्नु भएको छ धरान 17बाट तपाईँहरूलाई प्लान्ट चाहिन्छ भने तपाईँले यहाँ अहिले पनि आएर खरिद गर्न सक्नुहुन्छ यो भेरिगेटेड मोन्स्टेरा छ होइन अनि तपाईँको यदि पछि तपाईँहरूले चाहिन्छ भने तपाईँले अनलाइन उहाँलाई अर्डर गर्न सक्नुहुन्छ धन्यवाद अनि यो सप पनि देखिरहेको छ यो साबुन चाहिँ कसको तपाईँको फाल्टै हो कि एउटै हो यो चाहिँ तपाईँहरूले बनाउनुहुन्छ कि अरूले बनाएको चाहिँ राख्नु है कस्तो ए हजुर 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 ए ए ए ए ए ए ए भेज ए हजुर हजुर
ए हजुर 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 ए हजुर ए घरमै आफै बनाउनु भयो हजुर ओके ए हजुर यहाँ छ ओके हुन्छ हस् धन्यवाद हुन्छ हुन्छ हस् हुन्छ धन्यवाद हुन्छ ओके आजको हाम्रो लाइभ तपाईँहरूलाई धरानसँग जोड्ने र धरानमा भएको गतिविधिहरू यो चाहिँ हाम्रो 4औं वर्ष योभन्दा अगाडिको वर्ष कुनै वर्ष छुटेका हुन सक्छन् तर यो वर्ष हामीले फेरि पनि तपाईँहरूलाई राख्न सक्यौं मार्केट मार्च भनेर तपाईँहरूलाई यहाँ जुना फिटनेस एन्ड वेलनेसको यो बिल्डिङमा यो प्राङ्गणमा यो परिसरमा चाहिँ यसरी यो कार्यक्रम भइरहेको छ आज शुक्रबार र भोलि शनिबारको लागि हुनेछ र कार्यक्रम सुरुवात भइसकेको छ तपाईहरु आएर यहाँको प्रोडक्टहरु हेर्न सक्नुहुन्छ यहाँको दिदीबहिनीहरु जसले यो कार्यक्रम स्टलहरु राख्नु भएको छ उहाँले बनाउनुको प्रोडक्टहरु भाइहरु पनि हुनुहुन्छ उहाँहरुलाई चाहिँ प्रोत्साहनका लागि तपाईहरुलाई आइदिनु हुनका लागि हामी हार्दिक अनुरोध गर्छौं यति भन्दै यहाँहरु सम्पूर्णबाट आजको यो अहिलेको समयको यो लाइभ भिडियोबाट हामी बिदा चाहन्छौं यो लाइभ भिडियो चाहिँ अहिले फेसबुकले 30 दिनसम्म त राख्ने भएकोले गर्दा हामी चाहिँ यो लाइभ भिडियोलाई फेरि हामी डाउनलोड गरेर फेरि अपलोड गर्नेछौं किनभने 30 दिनसम्म त रहन्छ त्यसैले गर्दा हामीले फेरि रि अपलोड गर्यो भने चाहिँ यो 25 सम्म पनि रहन्छ सम्झनाका लागि यति भन्दै यहाँहरु सम्पूर्णबाट बिदा चाहन्छौं धन्यवाद नमस्कार